विशेष भेटघाट कार्यक्रम राजाहरूसँगको है त स्पेसल आजको स्पेसल चाहिँ यो भेटघाट चिया राजा कस्तो छ त हो एकाले भाइ मेनुमा के छ देखा त मेनुमा सबभन्दा सस्तो नै भुटन छ हो अरे 100 रुपैयाँ छोडै त हुँदैन है कहाँ बढ्यो हो 100 रुपैयाँ खसीको यार तल खस्यो यार अब कसरी निकाल्ने राजा है डेन्जर ठाउँमा छ भने डेन्जर ठाउँमा त गाइजहरू हेर्नु यसलाई अब 100 रुपैयाँ भन्ने कुरा छोड्ने कुरा त हुँदैन 150 रुपैयाँ रहेछ यार 100 रुपैयाँ मात्रै होइन नि त त्यो काले भाइ निकाल है सो गाइजहरू धरहरा जानलाई यत्रो लाइन लागिरहेछ यो सब माथि धरहरा माथि जानलाई हो तर मान्छे आउनु लाग्छन् खतरा छ गाइजहरू यो माथि टुप्पोमा जान लाग्छन् सबै अब हामी चाहिँ अपोजिटमा आएर धरहराको भ्यू हेर्नु पर्यो नि त हो कि नि राजा चस्मासमा लाएर है खतरा डेन्जर छ राजा यार भ्यू हाम्रो अर्को नयाँ गीतको सुटिङको लागि होइन आउँदैछ त्यही भएर हाम्रो आज भेटघाट कार्यक्रम भइरहेछ विशेष आउँछ डेन्जर आउँछ फेरि खतरा आउँछ है डेन्जर आउँछ नि होइन 2 दिनमै आउँछ के नयाँ हो नयाँ गायक चाहिँ उहाँ आज केटाहरू यहाँ छन् के छ बनाइहरू केही छ दुई शब्द जाओस् न गोविन्द होइन एउटा फोटो खिचेर यता आउने यता फोटो खिचेर राजा चस्मा चाहिँ मोबाइल छ फेरि है अडिसरको न जाउँ भनेर जाँदैन भन्नु क्या फरकमा तिर आधी त फालिहाल्यो गोविन्द खाइसकेन यसले पुरो फाल्यो होइन बबाल आइरहेको आहा बबाल छ यार सिन चाहिँ लाइटिङ चाहिँ बबाल छ त्यो लेन्स चाहिँ केटीको लागि मात्रै बनायो भने हुन्छ केटाको लागि पराजस्तो मोबाइलै भनिसकेको राम्रो कुरा आउनु हो सही हो काले भाइ डान्स गर्ने रिजर त पुप पुप हिपहप डान्स हो यति खिच्ने परे यति स्पिड छ त त्यसले केटाहरू फोटो खिचेर अगाए नै आज कति फोटो खिच्ने हो खै काले भाइको राम्रो आएन त्यसले खिचिरहेको छु भनिरहेको अब एन्ड्रोइड र आइफोनलाई चाहिँ कम्पनीले चाहिँ के भन्न चाहन्छ भने यसो जति फोटो खिच्यो नि पातलो आयो अब यसलाई अलिक मोटो निकाल्ने हालिदिनु पऱ्यो क्या जाउँ त्यो राजाभन्दा छोटिएको फोटो खिच्ने अरे होइन नयाँ गायिका भनेर त्योसँग खिच्ने अरे त्यही भएर गोविन्दले कुरा गरिलो क्या हिँड्नु कुरा गरिनुहोस् भाइ ल हिँड्नु राजा चस्मा लाएर खिच्ने हो क्या ल तानातान पढिरह है ल निराश है टक लाएर के गरे काले भाइयो निराश है टक लाएर के गरे काले भाइयो ल अर्को गर्छस् तैँले जे गरे पनि सेकुवा खाइयो टक्क भुँडी डाँडिरहेछ त्यही भएर डकारबाटै चिन्दा हुन्छ त्यस्तो डकार आइराख्नु ल गाइजहरू फाइनल्ली पुग्यो अब यतातिर अब जानुपर्छ अर्को रेस्टुरेन्टमा हो न राजा अर्कोतिर जानुपर्छ यो मात्रै भएन एउटै सानोतिनोमा कति जाने भन्ने हो कि अर्कोतिर गएर टक्कै अर्कोतिर स्पेसल अरू खाएर आउने हो है त गाइजहरू ल अब अर्कोतिर त डाइरेक्ट भेट्ने हो है त उता गयो आयो उताको भ्यू देखायो अब यताको भ्यू पनि देखिने अरे टक्क केटाहरू प्रवेश गरिसक्यो हो कालेबेल त्यही चुज गरिस्
गरिब जनताका सुख क्या 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 हो गरिब जनताका सुख क्या 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 हो भने राजा है त्यही त अरू काले भाइ आज कहीँ पनि नछोड्ने भन्ने हो अघि हो अडी सर्कन खुब गरी जलाउने भइसक्यो त आज मन खाँदैन दिनेश दाले घर लगाउँदा भनिए घर आउँदैन भन्दा लगाइजहरू उताबाट उताको भ्यू देखाइयो अब यताबाट यताको भ्यू हेरिन्छ यो मान्छेहरू फोटो सुट गर्ने हो तर यता चाहिँ गर्मी छ है अलिकति उता भन्दा राजा भने लास्ट गर्मी छ फोटो सोटो सुट भइरहेछ गाइजहरू यो चाहिँ भ्यू भयो काठमाडौँको पोरो धरहरा अघि चाहिँ हामी उता गइरहेको थियौँ उता गइरहेको थियौँ त्यहाँबाट पनि भ्यू हेरियो अब त्यहाँबाट मात्रै भयो यहाँबाट पनि चाहियो भनेर भ्यू हेर्नलाई आइसक्यो गाइजहरू फोटो सुट भइरहेछ है ल राजा चाहिँ क्यामेराम्यान गरे आजको ल ल ल गाइजहरू बोस थाकियो शीतल क्या शीतल शीतल खाउँ भन्ने हो कि त गाई चाहिँ लास्ट आनन्द गर्मी है तर यहाँ लास्ट चाहिँ हुर्किनु भयो कि त्यही भएर चिसोमा आएको त दिदी धरहराको भ्यू चाहिँ यही हो तल बस्नु यस्तै भइरहेछ फोटो सोटो सुट हुन्छ यहाँबाट उता पनि गयो यता पनि आयो तर यहाँ तल चाहिँ बस्ने ठाउँ बवाल रहेछ यहाँ हामी चाहिँ माथि आयौँ यहाँ तल चाहिँ बवाल रहेछ गाइजहरू केटाहरूको चाहिँ विशेष फोटा सुट भइरहेछ आजको ऊ चाहिँ क्यामेराम्यान अनि ऊ दुईजना चाहिँ फोटा खिच्ने भइहाले यता धरहराको भ्यूसँगै आज चाहिँ यति हो गाइजहरू अब यताउताको भ्यू सिउ देखाइयो अनि बाँकी भन्ने कुरा अब जाँदाखेरि भेटौँला है त ल गाइजहरू बन्द भएको खोल 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 गाइजहरू यहाँ हामी चाहिँ भने होइन क्रिएटर त हो गाइजहरू हामी यस्तो तोलादेखि अगाडि भयो सबै देखि जाँदा भने यस्तो देखिँदैन हो अब होइन देख्दिनँ टल्कित रह क्या सोइना देखिँदैन क्या यस्तो गरौँ न अन्त साइडमा म जान्छु नि त ल के गर्नु यहाँ के भन्नु छ के गर्नु छ कि बाहिर अलिकति आयो हामीलाई त आउने अब गयो तल ढाबामा ढाबामा अघि अब पर त्यो चिकन खायो नि त त्यही भएर सँगै चिकन खायो अगाडि त्यही ढाबामा चिकन जाँदा त्यही भएर अब यहाँ चाहिँ नखाउँ भन्ने भइरहेको हो कि नै रेलगाडी चढिसक्यो रेलगाडी पुगिसक्यो त पुगेको पर 4-3 मा पुगेर हो कति ढिला एक पानी कि गरम नानी एक मानी कि त गरम नसिरा होला पुग्यौँ होइन गराउने गर्नु त ल गाइजहरू खोल्यो अब यहाँबाट टक्क बाहिर जाने हो मान्छेहरू सब आइरहेछन् हामीले चाहिँ भ्यू सिउ हेरेर आयो र आयो है त गाइजहरू खाजा खान चाहिँ अब जाइन्छ गाइजहरू अब लोकेसन हेर यहीँ जाइन्छ गाइजहरू है त खाजा साजा पनि देखाउँछौँ हामी है त ल लागौँ त गाइजहरू बाइजाउँ त्यहीँ बाइजाउँ अब त्यहीँ बाइजाउँ है त त्यहाँ पनि जाने केही नखाने उडाउनु त्यहाँ पनि जाने केही नखाने उडाउनु हेलो सुरुलुलु पुग्यो गाइजहरू यतातिर ल बवाल छ अरू केही छ राजा अब नास्ता कतिको खाने के खाने है र यता चाहिँ लोकेसन चाहिँ बवाल छ यता तुम्बा सुम्बा सब मिल्दो रहेछ गाइजहरू आउने यता बस्ने टक्क लाएर खाने छोटा भ्यू सिउ हेरेर है त बवाल छ आउन सक्नुहुन्छ हजुर पनि यस्तै छ यो नास्ता खानलाई चाहिँ यता आइयो हामी चाहिँ गाइजहरू ल अब खाइसकेपछि भेट्ने है त गाइजहरू कस्तो